हाम्रो गट हेल्थले हाम्रो स्किनमा यस्तो अफेक्ट गरेर हुन्छ अनि हाम्रो जब गट इन्फ्लेम्ड हुन्छ इरिटेटेड हुन्छ त्यति बेलामा चाहिँ हाम्रो यो स्किनमा आउने यो सबै यस्तो आउँछ होइन। अनि मलाई कतिजनाले सोध्नु भएको छ कि मेसेज गरेर पर्सनल मेसेजमा कि तपाईँको स्किन यस्तो कसरी भयो भनेर। एउटा त लाइट हो, लाइटले गर्दा स्किन टल्क्या जस्तो देखिन्छ, र अर्को चाहिँ मैले एकदम धेरै नै इन्भेस्ट गरेछु यो अहिले आफ्नो स्किनमा। पहिला स्किनमा इन्भेस्ट गर्नु भन्नुको मतलब चाहिँ स्किनमा मात्रै लगाउने कुरा चाहिँ होइन कि हाम्रो पेटमा, हाम्रो खानामा पनि याद गर्नुपर्छ। पहिला मेरो स्किन एकदमै इन्फ्लेम्ड, एकदमै नै इरिटेटेड, एक्नी ब्रेकआउट्स त्यस्तो सबै भएको थियो। अनि अहिले पछि पछि चाहिँ अलि बेटर हुँदै आइरहेछ। र आज मैले आफूले लाउने कुराहरूमा रिस्टक गरेछु कति, र कति चाहिँ अब एउटा कुरा चाहिँ नयाँ ट्राई गर्नलाई पनि ल्याएको छु, र त्यही एउटा सेयर गरिहालौँ भनेर। अब स्टार्टै गर्ने हो भने मैले फेस वास चाहिँ यहाँ राखेको छैन। फेस वास चाहिँ म डभको साबुनले मुक्त हुन्छु अचेल। मैले राम्रो राम्रो फेस वास पनि लगाएँ, कोरियन राइस वाटरवाला पनि लगाएँ, अनि बेन्जोल पेरोक्साइडवाला पनि लगाएँ। हजुरहरूले पत्ताउनुहुन्न होला, मैले स्किन कन्सल्टेसन त 5-6जना डक्टरसँग गरिसकेको थिएँ कि मेरो स्किन त्यस्तो धेरै इन्फ्लेम्ड भएको थियो त्यही भएर। अनि पछि पछि आफूले रिसर्च गर्दै गएँ, अनि गट र स्किनको कुरा आयो। अनि त्यो पछि अब जब हेल्दी खान थाल्यो, ग्लुटेनहरू यस्तो बाँड्न थाल्यो, अनि चाहिँ पेटमा ठक्कै अफेक्ट देख्ने रहेछ त्यसको सो स्किनमा। अनि अहिलेलाई चाहिँ मैले एकदम बेसिक्स लगाइरहेको छु। अब फेस वासमा चाहिँ डभको साबुनले मुक्त हुने हो र त्यो पछि चाहिँ मैले यो लगाइ नै रहेको थिएँ। मैले आफूले लाइ नै रहेको सेरम हो, यो। अनि सकिन लाग्थ्यो, सो रिस्टक गरेको म आज देखाउँछु भनेर। यो चाहिँ मलाई ट्रस्ट लाग्छ। अनि मेरो एक्टिभ एक्नी ब्रेकआउट्स नै भएको बेला चाहिँ मैले यसको ग्रिन कलरको लगाएको एजिलिक एसिडवाला, यो चाहिँ एकदम राम्रो छ। र हामीले एज 25 पछि चाहिँ रेटनोल लाउन थाल्नुपर्छ भन्ने हो। मैले चाहिँ पहिला लगाएँ, अनि स्किन बेरियर अब कस्तो हुन्छ भने एकैचोटि सबै कुरा लाउँदाखेरि स्किन बेरियर ड्यामेज भएको जस्तो फिल भयो। त्यही भएर अहिलेलाई चाहिँ रेटनोल मिनिमलिस्टको किनेको छु। अनि सबै कुरा हामीलाई कोरियन जापानिज पनि चाहिन्छ जस्तो लाग्दैन। अब हाम्रो स्किन चाहिँ इन्डियन स्किनसँग म्याच हुन्छ, त्यही भएर यो मिनिमलिस्टको यो रेटनोल अहिलेलाई 0.3% यो लिएको। मैले नयाँ स्टक गरेको चाहिँ के हो भने यो ब्रान्डको चाहिँ मैले लगाएको थिइनँ। मैले मामा अर्थको अनि एउटा अर्को डर्माको तिनीहरू लगाएको थिएँ। यो पालि चाहिँ ट्राई नै गर्छु भनेर लिएको। अनि मेरो अहिले वेट लस भएर होला, अर मेबी स्ट्रेसले होला, यो डार्क सर्कल्स चाहिँ यस्तो सबै देख्ने भएछ। सो यो ब्युटी अफ जोसनको यो आई क्रिम चाहिँ मलाई लाउनु मन थियो। अनि यति पछि मैले मोइस्चराइजर चाहिँ यो लगाइरहेको छु डट एन्ड कीको। यो पनि इन्डियन ब्रान्ड नै हो, तर यसमा सेरामाइड्स पनि छ अनि बेरियर रिपेयर पनि भएकोले यो लगाइरहेको छु। अर्को बेरियर रिपेयरको लागि सबैजना जसको स्किन बेरियर ड्यामेज भएको छ उहाँहरूले चाहिँ यो लगाउनु भयो। यो एकदम राम्रो रहेछ। सिकाप्लास्ट उसको के अरे लारोस पोसे, मलाई प्रोनाउन्स गर्न पनि आउँदैन। मैले मेरो साथी बाहिर जाने बेलामा मलाई नेपालमा कति ओरिजिनल पाउँछ पाउँदैन थाहा छैन, किनभने एक्सपेन्सिभ नै हुन्छ। अनि अब नेपालमा एक्सपेन्सिभ तिरेर पनि जेन्युन प्रडक्ट नआउने भने त त्यो ट्राई गरे पनि मतलब भएन। त्यही भएर मैले साथी बाहिर जाने बेला मलाई एउटा स्याम्पल साइज भए पनि लिएर आइदेऊ न भनेको थिएँ। अनि स्याम्पल साइज भनेर लिएर आइदिएको थियो। यो यति छ, 15 ml को हो यो, 15 ml 15 ग्रामको हो यो। यो एकदमै नै राम्रो छ। मैले कुनै दिन ग्लुटेन खाएँ और यस्तो यो डेरीहरू केही खाएँ भने मलाई थाहा हुन्छ कि भोलिपल्ट छ्याप्पै आउँछ भनेर। अनि मैले हिजो अस्ति दही अनि त्यो म्युज्लीहरू त्यस्तो खाएको छु। अनि अब त्यसमा मलाई थाहा छ कि आउँछ, अनि मैले राति नै यो लगाएर सुत्छु। यति हो। अनि सनस्क्रिनमा मैले स्टक गरेको भनेको मैले सनस्क्रिन चाहिँ धेरै जसो यो लगाउँछु। नयाँ छ, खोले छैन। यसमा चाहिँ यो चाहिँ इन्डियन ब्रान्ड नै हो। अनि यसको पनि कति धेरै क्याटेगोरी छ, ग्रिनमा आउँछ, येलोमा आउँछ, रेडमा आउँछ। तर त्यो सबै हेरी मलाई चाहिँ यो सुट गरे जस्तो लाग्यो आफ्नो स्किनको लागि। सो अहिलेलाई चाहिँ मैले यो लिएको छु। यो 50 ग्रामको चाहिँ पम्प गर्नेवाला गोलोवाला बोतलमा आउँछ। यो चाहिँ 80 ग्रामको
राम्रै छ, अलिकति यति धेरै आएको बेला लिन्छु भनेर। सधैँ लाउने चाहिँ यो हो। अनि कहिले कहिले लाउनको लागि चाहिँ अब मिलाजमाहरू यस्तो यो पोतो-सोतो आएको वाला स्किन भन्छ नि, त्यस्तोको लागि चाहिँ टिन्टेड सनस्क्रिन लाउनु भन्दो रहेछ डर्माले पनि अहिले आएर अचेल। अब टिन्टेडमा पनि मैले रिसर्च गरेँ, फेरि स्किनको चाहिँ एकदम राम्रो छ अरे, तर 1200 समथिङमा त देखाएको थियो दराजमा, जिबीमा। फेरि पनि अब जिबीको प्रडक्ट जेन्युन हुन्छ भन्ने त हो, तर हुन्छ कि हुन्न जस्तो लाग्छ नि त। त्यही भएर यो चाहिँ अब इन्डियन ब्रान्ड, अनि अब मेरो चाहिँ इन्डियन स्किन टाइप नै भएको भएर मलाई सुट हुन्छ जस्तो लागेर लिएको हो। यो राम्रो छ, अनि कहिले कहिले चाहिँ यो लगाउँछु, नत्र भने चाहिँ यो मात्रै लगाउँछु। सो यतिले भइरहेछ। अनि यति नै हो। अब स्किन केयर नै सोध्नु भएको भएर यो राख्न खोजेको हो। त्यो पनि ठ्याक्क अहिले नयाँ अघि रिसिभ गरेँ आफ्नो डेलिभरी, त्यही भएर अनि देखाइहाल्छु भनेर। अब गट हेल्थ नर्स भनेको छ, अनि अब अहिले आएर स्किन केयर प्रडक्ट्स देखाइरहेछ भनेपछि तपाईँहरू पनि छक्क पर्नुहुन्छ होला किन देखाइरहेछ भनेर। तर कतिजना दिदी बहिनीहरूले चाहिँ सोध्नुहुन्छ कि यो लाइटले स्किन टल्किरहेको देख्छ नि त कहिले। अब अहिले चाहिँ भर्खर मुख धोएर आएको, केप पनि नै छैन, यसमा इफेक्ट पनि हालेको छैन, अनि तर लाइट चाहिँ बालेछु मैले यहाँ अगाडि, अनि लाइट बालेको भएर चाहिँ यतिको देखेछ। तर देख्न सक्नुहुन्छ यो यस्तो सबै मेरो 2 दिनको ग्लुटेन यस्तोले हो। पहिलाभन्दा स्किन राम्रो चाहिँ भएछ। म यस्तो क्यामेरामा बसेर आफ्नो स्किन देखाउन कम्फर्टेबल पर्सन नै होइन, तर बिस्तारो बानी लाग्ने रहेछ, अनि आफूसँग कम्फर्टेबल पनि हुँदो रहेछ। अनि मेन कुरा भनेको चाहिँ हाम्रो स्किन इन्फ्लेम्ड भएको मेरो एउटा पोस्टमा हेर्न सक्नुहुन्छ, फेस नै यत्रो पफी छ, अनि अर्को त्यो सेकेन्डवाला फोटोमा हेर्न सक्नुहुन्छ यसरी हाँस्या छ, अनि यो आइलिड नै पुरै स्वलन छ कि। अब त्यति बेलामा चाहिँ मलाई नर्मल लागेको थियो, तर फुड ह्याबिटमा चाहिँ हामीलाई कति धेरै एलर्जिज हुँदो रहेछ, अनि त्यो कुराहरू थाहा हुँदैन रहेछ कि केले मलाई गाह्रो गरिरहेछ भनेर। मैले मेरो डक्टरकोमा जान अगाडि एकचोटि मुङ दालको समथिङ कि मेरो साथीले खाजा लिएर आएको थियो, मैले काममा खाएको थिएँ, अनि त्यो खाएर मेरो सुन्नियो कि मुख, अनि एलर्जिक रियाक्सन जस्तो। अनि त्यो भएपछि म डक्टरकोमा गएँ, मलाई मुङको दालले यस्तो भयो भने डक्टरले तपाईँले एकचोटि खाएर हुन्छ भन्नुभयो। अनि मैले फेरि 1 केजी मुङ दाल किनेर लिएर आएँ कि त्यहाँबाट आउँदा, अनि आज पनि खाएँ सुन्यो, अनि भोलि पनि खाएँ सुन्यो, अनि म तुरुन्तै डक्टरकोमा गएँ कि, किनभने देखाउनु पऱ्यो नि त। मैले 1 केजी मुङको दाल खाएँ, अनि लगेँ, अनि मैले खाएँ, अनि मुङको दालले नि यस्तो भयो भनेर। भने आफ्नो फुड ट्रिगरहरू हेर्नु। अनि तपाईँहरूलाई अझै डाउटै छ एलर्जीहरू कसैलाई छ, मलाई यसले चाहिँ थाहा हुँदैन जस्तो लाग्छ भने एरो एलर्जेन र फुड एलर्जेन टेस्टहरू भनेर पनि पाइन्छ, गर्न मिल्छ। मैले चाहिँ बिर्से कुन उसमा गरेको एक्ज्याक्ट, तर 10,000 प्लस नै परेको थियो। फुड र एरो एलर्जेन भनेर 70वटा उनीहरूले गरिदिन्छ, 70वटा एलर्जेन थिङसँग गरिदिन्छ टेस्ट, अनि त्यसबाट आफूलाई आउँछ कि रिपोर्ट्स लाइक कतिसँग कति कुन डिग्रीको छ भनेर। त्यो चाहिँ सेरममा हेर्छ, भनेको ब्लडबाट हेर्ने भयो। अर्को चाहिँ स्किनमा नै डट यो लगाएर नै हेर्ने हुन्छ। अनि मेरो चाहिँ ब्लडवाला गरेको छ, मैले स्किनसँग गरेको छैन। मलाई अल्कोहल एलर्जी छ। अल्कोहल एलर्जी चाहिँ बच्चादेखि नै, मैले बच्चाभन्दा पनि बच्चैदेखि त खाएको होइन, तर जबदेखि मैले थाहा पाएँ तबदेखि नै मलाई अल्कोहल खायो भने एलर्जिक रियाक्सन्स आउने, अनि यो हातमा यस्तोमा यो चिलाउनेवाला सानो पानी फोका जस्तो आउने, यस्तो यो खुट्टाहरूतिर सबैतिर ऱ्यासेसहरू आउने, अनि सुन्निने, त्यो एयरवेज नै सुन्निने, त्यस्तो पनि हुन्थ्यो। त्यही भएर अब याद गर्नुहोस् न आफूले, हाम्रो पेटमा केही छ भने चाहिँ हाम्रो बाहिर फिचर्सहरू पनि देख्ने रहेछ, सिम्टम्सहरू देख्ने रहेछ, अनि कोरिलेट गर्न गाह्रो भइरहेको हुन्छ। अनि अहिले मैले मेन यो भिडियो बनाउनुको रिजन चाहिँ अब पहिलाको हेरे स्किन इज गेटिङ बेटर होइन, अनि यो स्किन केयरको रिलेटेड पनि आइरहेको थियो डिएमहरू, त्यही भएर मैले चाहिँ यो भिडियो बनाएको। अब तपाईँहरूमध्ये कसैलाई केही लाग्छ अरू भने सोध्नुभयो हुन्छ, तर एकदम स्पाइसी फुड अनि सकेसम्म आँटा मैदा यस्तोवाला कुराहरू छोड्नु, एकचोटि छोडेर हेर्नुभयो भने चाहिँ तपाईँको पिम्पल केही न केही रूपमा चाहिँ कम हुने रहेछ। यो चाहिँ म एकदम जिता जाग्दा इक्जाम्पल्स हो यसको लागि चाहिँ। अब
अब यो भिडियो पोस्ट गरौँ कि नगरौँ जस्तो भयो तर म गर्छु।